बालेनको डण्डाले हलिएको भारत। बालेन सरकारले भारतबाट बिना भन्सार 100 रुपैयाँ भन्दा बढीको माल सामान ल्याउन रोक लगाएपछि अहिले भारतीय व्यापारीहरू आन्दोलित बनेका छन्। उनीहरूले नेपाल सरकारले भन्सारमा कडाई गरेपछि आफूहरूको व्यापार ठप्प भएर बैंकको ऋण समेत तिर्न नसकेको बताएका छन्। बिहार नेपाल बन जाएगा वही अब ऑप्शन है, दूसरा कोई ऑप्शन नहीं हम लोग के पास। क्या कारण क्या है नेपाल? क्या कारण? भूखा मरने से अच्छा वही करना पड़ेगा ना, भूखमरी हो गया हम लोग का। कोई नहीं दुकान खोल ली, सब बंद है। हमें यहाँ पे 45 साल हो गए रहते रहते। अब हम कहाँ जाए, हम क्या करें? और अपने ईएमआई कहाँ से दे पाऊंगा, गाड़ी के जो लोन ले रखे वो कहाँ से दे पाऊंगा, जो मकान मैंने लोन पे दे रखा वो क्या कर पाऊंगा बताओ। खास गरी नेपालसँग टाँसिएको भारतीय सीमावर्ती क्षेत्रका बजारहरू नेपालीकै कारण चलायमान थिए। सरकारले 100 रुपैयाँ भन्दा बढीका माल सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्ने नियम लगाएपछि अहिले नेपालीहरू आफ्नै नेपाली बजारमा माल सामान खरिदी गरिरहेका छन्। सरकारको यो नियमले नेपाली मुद्रा अवैध रूपमा भारत भित्रबाट जोगिएको छ भने नेपाली व्यापारी र स्वदेशी उत्पादनको बिक्री वितरण उल्लेखनीय रूपमा बढेको देखिन्छ। सरकारको यो नियमले वर्षेनी 3 खर्ब नेपाली रुपैयाँ अवैध रूपमा विदेशबाट जोगिएको छ। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र सेन्ट्रल कलेज।